नमस्कार। धेरै समयपछि एउटा भिडियो लिएर आएको छु आज। धेरै भयो यो च्यानलमा यस प्रकारको भिडियो नहालेको र आज चाहिँ अब धेरै पछि एउटा भिडियो लिएर आएको छु। यो चाहिँ हाम्रो रहेको छ बानियाटारको साइड। यहाँ चाहिँ कौसीमा आधी टफन ग्लास आधी चाहिँ एपीभिसीको छानो राखेर एउटा रुम बनाइएको छ भने रुमको साइज चाहिँ 15 बाई 23 फिट जुन छ यो। यसमा एकपट्टि छेउमा चाहिँ यो भाग देखिएको भाग चाहिँ 8 फिट चाहिँ टफन ग्लास बस्छ भने उता बाँकी रहेको चाहिँ 15 फिट जति चाहिँ एपीभिसीको छानो रहन्छ र अगाडि तीनपट्टि नै यो एपीभिसीको फ्रेम राखेर सिसाहरू हालिन्छ। यो बिचमा चाहिँ स्लाइडिङ हुन्छ भने साइडमा चाहिँ फिक्स हुन्छ अनि माथि पनि फिक्स यसरी बन्छ यो। र यस्तो बनाउन मन छ भने हामीलाई सम्पर्क गर्नु होला। हाम्रो चाहिँ काठमाडौँ पेप्सी खोलामा रहेको छ र हाम्रो पुरानो भिडियोमा पनि हजुरहरूले देख्न सक्नुहुन्छ। हामीले यस्तो धेरै थरीको काम गरेका छौँ र अहिले चाहिँ घरको छतमा पानी लिकेजको समस्या हुँदाखेरि चाहिँ यो चाहिँ भन्दा बेस्ट हुन्छ। यो हाल्दाखेरि चाहिँ तपाईँको पानी लिकेज पनि समस्या टर्ने र एउटा चाहिँ एक्स्ट्रा रुम पनि बन्ने हुनाले र तलको फ्लोरमा पनि तातो कम आउँछ यो हाल्दाखेरि चाहिँ। जस्तो माथि कौसीमा चाहिँ टायल छ, यो टायलभन्दा मुनि भएको चाहिँ रुममा तातो बढी हुन्छ भने यो माथि छानो हाल्दाखेरि चाहिँ रुमको लागि तातो पनि कम हुन्छ, एउटा कोठा पनि एक्स्ट्रा बन्छ र पानीको लिकेज पनि हट्ने हुँदाखेरि सस्तो राम्रो पनि छ यो। यो हामीलाई हाल्नको लागि चाहिँ लगभग 10-12 दिन लागेको थियो हामीलाई। टफन ग्लासले गर्दा टाइम लागेको हो र यो चाहिँ हामीले एकदम मिलाएर गर्छौँ। रेटहरूको लागि पनि हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। नम्बर मैले यहाँ छोडिदिएको छु र हाम्रो पुरानो भिडियो पनि यो अरू पनि प्रकारको झ्याल ढोकाहरू हालेको छ र यो चाहिँ फ्रेम रहेको छ भने एपीभिसीको फ्रेम हो। लगभग फ्रेम सकिसकेको छ यहाँ र यो बाहिरपट्टिको फलाम नदेखोस् भन्नको लागि चाहिँ सिमेन्ट बोर्ड पनि हामीले हालेको छौँ। तपाईँहरूले अहिले देख्न सक्नुहुन्छ अन्तिममा। यसमा फलाममा हामीले कलर पनि हामीले गर्छौँ, प्राइमर कलर पनि हामीले गर्छौँ र यसको होल बजेट चाहिँ हामीले चाहिँ 3,70,000मा बनेको छ यो। यो चाहिँ थोरै बढी पर्नु कारण चाहिँ टफन ग्लासको भाग पनि भएको हुनाले चाहिँ थोरै बढी परेको छ। यदि यो टफन ग्लास यतापट्टि नहालेको भए चाहिँ कम पर्थ्यो। यो बाहिरबाट बोर्ड हेर्नुहोस्, यो चाहिँ तलबाट फलाम देखिन्न। अहिले चाहिँ छानो हामीले हालेको छैनौँ, पहिला नै त्यो बोर्ड हालेको भएर चाहिँ यसो देखेको छ। पछि मुनिबाट राम्रो देखिन्छ यो र अहिले हामीले चाहिँ यसको चाहिँ लगभग फ्रेमिङ सकिसकेको चाहिँ अवस्थाको रहेको छ यो। र यसमा सिसा पनि हामीले चाहिँ कलर सिसाहरू हामी हाल्छौँ तलको लागि चाहिँ भने माथि छतको लागि चाहिँ टफन ग्लास क्लियर रहन्छ। यसमा यो चाहिँ फलाम पनि हामीले बाक्लै हाल्छौँ। यो टफन ग्लास नभएको भए चाहिँ अलिकति सस्तो पर्थ्यो र यो हेर्नुहोस् मुनिबाट त्यो बोर्ड देखिन्छ नि, हो त्यो चाहिँ बोर्डको भाग हो। यतापट्टि पनि बोर्ड हामीले हालेको छौँ हेर्नुहोस्। त्यो हेर्दाखेरि माथि ट्रस छ जस्तो देखिन्न, ठ्याक्कै घरको टप जस्तै बनाइदिएको छौँ हामीले। तलको टप जस्तै बनाइदिएको छौँ। यो छानो छाएपछिको अवस्था हो। यो चाहिँ एपीभिसी हो है, जस्ताको डिजाइनमा देखिन्छ तर एपीभिसी नै हो र यहाँ टफन ग्लास हालिसकेको छ हामीले। यो यसको मुनि पनि मान्छे घाम तापेर बस्न मिल्यो, पानी पर्दा पनि बस्न मिल्यो र उतापट्टि चाहिँ घाम लाग्दाखेरि पोल्यो भने भित्र बस्न मिल्यो। यो चाहिँ एउटै रुममा चाहिँ दुईवटा काम हुन्छ। टफन ग्लासको पनि लिन मिल्यो आफूले फाइदा भने घाम छेक्नको लागि भित्रपट्टि अर्को रुम पनि मिल्यो। यो चाहिँ एपीभिसी डिजाइन हो तर जस्तो डिजाइनमा छ यसको चाहिँ यो हेर्दाखेरि जस्तो देखिन्छ तर होइन, यो एपीभिसी नै हो है। डबल मेस जालीको रहेको छ भने यो मात्रै पनि हाल्नु पऱ्यो भने हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। हामीले एकदम मिलाएर गर्छौँ, सम्पर्क गर्नुहोला। एकपल्ट हामीलाई बोलाएर नपाउनुहोस्, साइट भिजिट गराउनुहोस्। साइट भिजिट गराएकोहरूलाई पैसा पर्दैन, हामी साइट नापेर हजुरको इस्टिमेट गरेर यो यति पैसा पर्छ भनेर भनिदिन्छौँ अनि हजुरले ठिक लाग्यो भने हामीलाई काम दिन सक्नुहुन्छ तपाईँहरूले। टफन ग्लास हजुरको 12 mm हुन्छ है, हजुरलाई यो पनि भनिदिएँ मैले। टफन ग्लास 12 mm को हुन्छ। यो चाहिँ हजुरको चाहिँ एकदम बलियो हुन्छ, माथि मान्छे हिँड्दा पनि केही नहुने हुन्छ, लाइट पनि मजाले आउने हुन्छ र यसमा चाहिँ हजुरको फिक्स छ भने यतापट्टि ढोका, यो चाहिँ ढोका स्लाइडिङ रहेको छ र यसको भित्रपट्टि यो झ्याल ठुलो झ्याल रहेको छ। यसमा जाली पनि आउँछ र उतापट्टि पनि झ्याल छ
यसमा हजुरको चाडा झ्याल छ र यसमा चाहिँ हजुरको एउटा ढोका पनि छ स्लाइडिङवाला हजुरको चाहिँ यो छ यसरी बनिरहेको छ माथि यसरी टफन ग्लासमा चाहिँ माथि पट्टी पनि हालिरहेको छौँ हामीले यो भित्तापट्टि पानी नआओस् भन्नको लागि एकदम यो हजुरको पानी पनि लिकेज समस्या पनि हटाउँछ ठाउँ पनि राम्रो हुन्छ यसले चाहिँ घरको आकर्षण पनि देखिन्छ तपाईँले अघि देख्नुभयो तलबाट पनि देख्नुभयो घरको लुक्स नै राम्रो आएको छ यसले त्यति नराम्रो त देखिन्न यो चाहिँ ढलान गरेर छतको वेट बढाउनुभन्दा यो राम्रो हुन्छ र यो तलबाट रहेको छ हेर्नुहोस् यो पुरै हामीले हालेपछि हो तपाईँको बोल्डले गर्दाखेरि माथि त्यस्तो जस्ताको धेरै फिलिङै आएको छैन हल्का छेउछेउ देखिएको छ त्यहाँ चाहिँ गटर बस्ने भएर देखिएको न त त्यो पनि हामी छोप्न मिल्ने हुन्थ्यो र यस्तै हाल्न मन छ भने हामीलाई चाहिँ तुरुन्त सम्पर्क गर्नु होला यो चाहिँ अब फिनिसिङ भएपछिको लेभल हो सकिएपछिको अवस्था हो यो हेर्नुहोस् यो जाली सबै भइसकेको छ यतापट्टि सिसा यहाँ ढोकाको लागि पनि भइसकेको छ ल यो भिडियो अरू पनि छ हेरिदिनु होला हजुरलाई कुन काम मनपर्छ कुन चाहिन्छ सम्पर्क गर्नु होला हस्त धन्यवाद।